Hello guys, welcome back to my YouTube channel. आज फेरि पनि आइसकेको छु म। फेरि पनि के भन्छ स्वागत छ तपाईहरुको मेरो YouTube च्यानलमा। It's Arjun Sunar back to new video. आज बिहान अलि लेट भइहाल्यो कि अब 8 बजिसक्यो। आज बिहान उठ्नु 8 बजिसक्यो। छिटो उठाउन लाग्ने थियो। आज पनि झन् ढिलो भयो। आज बेला 8 बजे उठ्यो। आज मेरो छुट्टी छ उठेर त। आज मेरो छुट्टी हो। मलाई यता सुपरभाइजरले पनि भोलितिर छुट्टी छ। अब आउने भए आइज नआउने भए नआइज तेरो मन हुनु। मैले भने आउँछु म। अलि के कुरा सिक्न पाएला हैन। दुई कुरा सिक्न पाइन्छ होला, दुई कुरा के काम गर्न पाइन्छ भनेर आएको। अब नयाँ नयाँमा के छुट्टी लाग्नु बसेर पनि के गर्नु भनेर ल म फ्रेस भएर एकछिनमा फेरि आउँछु। अहिलेको लागि बाई। त्यसले मैले चाहिँ कि ट्राफिक सिक्न पाइन्छ होला, केही पनि के कुरा बुझ्न पाइन्छ होला भनेर बरु छुट्टी गरेर के नै हुने। मलाई निन्दा लाग्छ, निन्दा लाग्दैन, दिनको झ्याउ लाग्छ। त्यो पनि भन्छु चाहिँ चलो उठ्दा एक्सरसाइज सुरु गर्नु पर्यो। पुसअप गर्नु पर्यो, प्ल्याङ्क गर्नु पर्यो, डायमन्ड पुसअप गर्नु पर्यो। मसँग धेरै टाइम थिएन। आज 8 बजे म उठेको छु। लेट भइसकेको छु पनि 9 बजे ड्युटीमा जानुपर्ने छ। सो गाइस सुरु गरौँ त। पुसअप गरिसकेपछि अहिले प्ल्याङ्क हान्नु पर्यो, योगा हान्नु पर्यो। अझ डायमन्ड पुसअप पनि भनेको छ। प्ल्याङ्क त आज पनि हुँदैन क्या हो। आज पनि फेरि प्ल्याङ्कको लागि टाइमर लगाउनु पर्छ। सुरुवात बिहानको सुरुवात त चिया बिना हुँदैन। तर के गर्ने, हामीसँग पानी छ। हमारे यहाँ ऐसा ही होता है। कोही त यो खुल्दैन। हमारे यहाँ ऐसा ही होता है। That's my bed. कस्तो लथालिङ्ग परेको छ मेरो बेड। अब मैले यसलाई अलि सफा गर्नुपर्ने छ। सफा गरेर घाम त केही छैन, सफा गरेर त्यही पनि सफा गरेर ड्युटी जानुपर्ने छ। एक्सर्साइजको कमाल छन् त केही छैन, त्यही पनि एउटा एक्साइटिङ चिज छ। एउटा एक्साइटिङ चिज छ। मैले यहाँ साफसफाइ गर्दै थिएँ आफ्नो यो फर्स्ट यो फ्लोर। यो सफा गर्दाखेरि चाहिँ मैले एउटा एक्साइटिङ चिज पाएको। ये देखिए अरे ये मस्त चीज है। रुको मैं दिखाता हूँ। बिहानी को शुरुआत
अरे बाप रे तो खतरनाक था भिडियो मन परेपछि लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला। अहिले सुरु गरेकै छु हैन, गल्तीबाटै सिक्ने हुँ म। आज एउटा गल्ती हुन्छ, भोलि पर्सि अर्को गल्ती हुन्छ। भिडियोमा बिस्तारै बिस्तारै सिक्छु। तपाईहरुले साथ सपोर्ट दियो भने यता एकचोटि अगाडि पनि बढिन्छ कि क्या हो, हल्का रमाइलो ल।